मेरे वाज में हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल सन्देश आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै थिएँ अझै पनि छु र सधैँ हुनेछु अनि मेरो चाहिँ असोजबाट होस्टेल भएको कारण मैले भिडियो अपलोड गर्न पाएन मैले त्यो भनिसकेको थिएँ पहिले नै त्यो थाहा पाइसक्नु भएको छ सबैजनाले आज चाहिँ फाइनली चैत 15 गते लास्ट दिन हामी पुरा ढुक्क राम्रो इक्जाम दिएर आज चाहिँ लास्ट दिन इक्जाम हलबाटै निस्किएर हामी चाहिँ धारपानीतिर घुम्न आएको छौँ सब केटाहरू क्लासका सबैजना अघि पछि छन् अनि अलिअलि चाहिँ अघि गइसकेँ अनि आजदेखि फेरि अब भ्लग सुरु गर्नु पऱ्यो भनेर सुरु गरेको जस ए प्लस नआयो भने ए नआयो भने यता आउँछ ढुक्क हुनुहोस् सबजना रमाइलो गर्दै फोटोसोटो खिच्दै गइरहेका छन् र सरहरू अगाडि हुनुहुन्छ दुईजना सर आउनुभएको छ हाम्रो साथमा अनि जस इक्जामको कुरा नगर्नुहोस् न इक्जाम त फाडी जस यस्तो इक्जाम हुन्छ भन्ने मैले सोचेको पनि थिएन र सोच्नु पनि सक्दैन थियो तर आज भयो मेरो फर्स्ट भिडियो पनि यही धारपानीमै आएको थियो र अहिले पनि धारपानीमै आएको छ कस्तो भयो इक्जाम एकदमै टप मिठो ए प्लस विपिन कस्तो गरिस् एकदम रमाइलो गर्दै होइन अब आज साँझ चाहिँ स्कुलमै बस्ने प्लान छ अब स्कुलमा पनि रमाइलो हुन्छ पानी खाए विपिन कस्तो गर्यो तपाईँ कस्तो मैले हेर्नुहोस् नि यस्तो टाइम हो एउटा गीत गाउनु एउटा गीत गायो ल केही भन्न मेरो च्यानललाई ल हाम्रो काकालाई अलि सपोर्ट गर्नु पर्यो होइन अनि त्यो अब सक्दो सपोर्ट गर्नु पर्यो अनि एउटा गीत गाइदिनु त हो गीत गाउनु त अलि जान्थेँ पहिला आज मैले अलि गीत एउटा गा जस्तो भयो भने ए साथी तिमी काट्न नै गाह्रो ल अब भेटिहाल्छौँ हामी त्यही छैन नानी कस्तो गरिस् टिकटक बनाइरहनु उता केटाहरू निस्किसक्यो अब हामी माथि मन्दिरतिर जानु पहिला अनि यसो घुमघाम गरेर फेरि स्कुलमा जानु आज उतै बस्छौँ भोलि बिहान चाहिँ सब फालिहालिने स्कुलबाट कोही पनि भर्दैन भोलि आज चाहिँ कोही जान्छ नि हो केटीहरू कोही हुन्न केटाहरू नि अलिअलि घर गइहाल्छ नि तर हामी चाहिँ रमाइलो गरौँ भनेर सरहरूलाई कन्भिन्स गरेर बस्नु लागेको छौँ मासु हेलो सन्देशजी आई एम योर बिग फ्यान सन्देश तपाईँको फेरि मतिर सिधा केटी पनि सब लगाउँदा त्यो त भन्ने गर्दैन होला को हो भाइ केटाहरू चाहिँ यहाँ आएर थकाइ मारिसकेका छन् बिकज गाडीमा हामी हल्ला गर्दै आएका थियौँ कस्तो भयो इक्जाम भन् के हाम्रो धारपानीको सबैभन्दा विशाल अनि खतरनाक रुख हो यो रुखमा यस्तो इतिहास रहेको छ कि भनिन्छ कि यो रुखलाई काटेर घर जाँदा अर्को दिन यो रुख आफै जोडेर ठुलो भएको थियो त्यसैले यहाँ यस्तो पूजा गर्ने गरिन्छ र यति ठुलो मन्दिर बनाइएको छ देखा भाइ मन्दिर रुखभित्र छ मन्दिरले घेरेर भित्र बनाइदिइसक्यो रुख त यो काट्यो भने उठिरहने रुख रहेछ यो चाहिँ जस यो भनेको गड बसेको भन्छन् अब के हो थाहा छैन फिक्स होइन अनि हामी चाहिँ रमाइलो गर्दै घुम्दै कस्तो इक्जाम ए पल्ल हामीलाई बाँधिदिनु हामीलाई पनि बाँधिदियो न कोही कोहीले हामीलाई कोही भन्छ त निको प्यान्ट जस्तो उठ्यो हरि सबै लगाउनु
यो नै हो अरूले बाँध्दैनन् र यहाँ त त्यही बानी धागो तान्नु त लाउने हो कस्तो लेखेको सर पनि किन हेरिदियो ल यो लगे